चम्मच उल्यौ त होइन पछि यस्तो नि फेरि पछि झन् चर्को हुन्छ चर्को छ भने चिसो भएपछि झन् चर्को भन्ने दाजु यहाँ अचार हेर्नु न यहाँ अचार अझै छ गरम पर्छ होला यो त नयाँ आलु सिटी पाक्दैन होइन यसो ढङ्गले माथि जरा रहेछ यार यहाँ जग ल्याएको छ यसले यार के रे त्यो मग थिएन मग पनि थियो तैँले त्यो लिएर जा किन भन् न उ गर्दै हुन्छ कि होइन आगो बोल्या हुन्छ अनि ठ्याक्क अझै तेल बोल नुन हुन्छ भयो भयो पहिला चटपटी बनाम चिल्ली पाउडर भनेछ है मेरो अघि छोडिदिनु एउटा सरले गर्दा कस्तो बिग्रियो यार यहाँ मलाई त्यहाँ त्यो मेरो टकलमा देखाउ अनि यसमा हामीले कागज हाल्यौँ कि नै हाल्ने गर्छु यसमा कागज हाल्नु गरिदिनुपर्छ हालिदिनु लेमन केटातिर त्यसलाई गर्नु के दाजु सेकाना बनाऊँ क्या ल त्यो झिर्का छ त अहिले बलि हालिदिनु न त अहिले कस्तो गान्छ छैन यार कसरी छ अरे अर्का कति हालिस् दुईवटा अझै हाल्ने कि यता हाल्न अघिल्लो गराउनु परेन माथि अनि हात्नु पर्छ कि त्यो यताको हात हेर्न टक्टो राख्न तपाईँ त टक्टो राख्नुहुन्छ कि चपिनमा त्यो ओ हजुर बेसन हाले खाएन त हाले खाएन हेलो सर म माछ काट्नु जान्दैन भन्ला के भने कुन जमाना मैले नजाने के पनि छ होइन गाठो त हाल्दिनँ कतिको लाग्छ भन्ने कुरा हो क्या इङ्ग्लिसमा के भन्छ अरे बेसरलाई हान्ने के त्योमा क्या तेल कति खोइ लिउ त कति छ होइन पार न तेल अलिक कम हुन्छ रुपा हुन्छ त्यही यहीँ लिएर आइज अब यो सब नुन सेप नि होगेर आज यसमा हालेर हो हाल हाल तेल यहाँ यस्तो तेल हालेर नि ले दाजु त्यो उसले म काट्छु लाग्यो एक्लै हुन्न
Tapi ternyata tak kion. Amal udah selesai. Ini. Ini gitu kan nih kaci gitu. Suruh mama asik. Gongले सबै हुने भए त के हुन्छ तिरन्दा नबिसी दिहाल्यो पत्ता किन फाल्ने यार बेकार हैन सानो रिस वाउ चामल ठिक रहेछ दाजु यतिमै हो ल ठिक छ कहाँ केमा निकालेर राख्ने त्यो हेर्नु त्यसले मासु हालेर मात्र हेर्छबाट निकाल्ने त एउटा फाइदा त्यसलाई एउटा पानी खनाउने हो भने बस्नु दाजु यार म गर्छु पानी हाल्ने पर्छ हात पकाउनु सकिन्छ होला के गरौँ नि एक टोकमा यस्तो भयो यस्तो गरेर 5-7 दिन लाग्छ यसो कि त्यसले गर्दा भाडा यसमै बस्छ नि त्यो यो तल निकालेर नुन यसमा टेस्ट गरे ल छु ठिकै थियो रे गाजर पैसा हाल्नु नि पाइन्छ होला त बड्डा के गाजर लाग्छ हैन अरू पैसा पानी बेला होला नि त्यो पैसा चलाउनु छैन त्यसले होला त त्यसले उठ्छ त बाटो सब बाटो किन्दै आएको छु दुईटा हाल्ले दुईटा तिमीलाई दिएर हाल्दिने हो ढक्कन छैन कि भन्दा ढाक्ने केही समस्या छैन लाग्छ टन्नै हालम लाग्यो रे दुईटा पकाएर चार हुन्छ यसो पकाए फुल्छ सरै फार पठाइदिनु क्या हुन्छ क्या त्यही त भने अब सरै राखिदिउँ क्या पाके हैन दाइ अब त्यो ल्याउनु ल्यायो नि त त्यो त पाक्दैन नाम चिन्ने क्या जुल्का एक छोटी लिएर आएको छु मैले भयो अनि काटेको मोटे ओए मोटे यो हेर त आगे आगिन एकचोटि खोलेर हेर त छाम धेरै मसलादार पनि खानु हुन्न नि धेरै नहाल्नु खसीको मासु पनि खासै मिठो हुँदैन धेरै मसला छोडाउने छैन छाला छाला खायो भने खानु लास्ट मैले देखेँ त पानी पनि नहाल्ने भन्ने होइन पानी नहाल पानी नहाल्नु होइन सर पानीको पुऱ्याइदिनु हुन्छ पहिला पाकेको पुलाउसँग खाने खासै धेरै मर्दैनिस् के के हैन त्यो चिर के अलिकति बलद निकाल्नु पर्यो के उतै दिने त धेरै मैले
मलाई नि भर लाग्दैन नवन बिचा दुरा सोध्छ सोच्ने काम गर्ने चाहिँ कस्तो रहेछ अहिले तर हो साथी दिमाग त्यसो गरिदिनु तर सोच्छ म त्यस्तो बाइकमा पनि नलाग्यो मलाई सोझो सस्तो पुरानो नानी त्यो मासु तिला त्यो होइन छुट्टै तेल हो मासु छुट्टै छ नानी तेल तिमीलाई हुन्न भनेर मासुको छराएर हान्नु पर्छ त्यहाँ बसेर पो खाने यहाँ आएर खाने हो र त्यो सानो छादिस् नि तैँले बस्नु कि यत्रो बिचाइसक्यो कहाँ बस्ने त त्यो चरामा रहेछ त नानी आउँछ जाके त्यहाँ के सब जाऊ म ल्याउ खानामा त बस्छु त्यसो गर्न त 28 दुईटा जानु ल